शनिबार साँझ करिब 5 बजे रसुवाको फ्यारिङ खोल्सामा आएको बाढीमा मध्यपुर थिमी र भक्तपुरका यात्रुहरू परेको खबर आएको छ। बेपत्ता भएका सकृति श्रेष्ठ मध्यपुर थिमी नगरपालिका, सनिता श्रेष्ठ मध्यपुर थिमी नगरपालिका, किशन श्रेष्ठ मध्यपुर थिमी नगरपालिका, रवि श्रेष्ठ भक्तपुर नगरपालिका, 10 सुरक्षित टिनेटियन होटल खोडाटबेला, रोज कर्माचार्य भक्तपुर 10, सुबिन प्रधान भक्तपुर 9, स्वरण सितिखु भक्तपुर 10, सुसन ताम्राकार भक्तपुर 5, कुमार भट्टराई सूर्य विनायक 6, पिरिन्सा अमात्य भक्तपुर 3, ईसा दण्डेख्या भक्तपुर 5, राशिका भैला भक्तपुर 1 सुरक्षित होटल वुडल्यान्ड चुन्का, अभिषेक चौगुण्ठी भक्तपुर 2, रेणु पञ्च भक्तपुर 1, अस्तुप धोजु सूर्य विनायक पाण्डु बजार रिदिमा, राजचल मध्यपुर थिमी। स्थानीय जनप्रतिनिधि र जिल्ला प्रशासन रसुवासँग निरन्तर सम्पर्कमा रहँदै रोज कर्माचार्यले जानकारी दिएका छन्। सुरक्षित नभएका 4 जना मध्यपुर थिमीका रहेको र खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।